साथीहरू, यदि तपाईँ जनशक्ति व्यवस्थापन कार्यालय अन्तर्गत यो राष्ट्रिय तथ्याङ्क कार्यालयले जुन राष्ट्रिय आर्थिक गणना 2082 को लागि फर्म खुल्ला गरेको छ सुपरिवेक्षक र त्यसपछि गणकको लागि, यदि त्यसमा तपाईँ फर्म भर्न चाहनुहुन्छ भने कसरी फर्म भर्ने त आजको यो भिडियोमा हामी त्यसको बारेमा सिक्नेछौँ। यदि तपाईँलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोस्। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न पनि बिल्कुलै नभुल्नुहोला है त। ल सुरु गरौँ। राष्ट्रिय गणना 2082 को लागि सुपरिवेक्षक र गणकको लागि कसरी फर्म भर्ने, ल सुरु गरौँ है त। ल त्यसको लागि चाहिँ सबैभन्दा पहिले चाहिँ तपाईँ गुगलमा गएर hrms.nso nepal.gov.np चाहिँ टाइप गर्नु होला र तपाईँले यति गरिसकेपछि चाहिँ तपाईँले यो प्रकारको एउटा इन्टरफेस देख्न सक्नुहुनेछ। अब चाहिँ त्यसपछि तपाईँ यो प्रकारको एउटा इन्टरफेस देख्न सक्नुहुन्छ। जनशक्ति व्यवस्थापन प्रणाली अन्तर्गतको यो फर्म चाहिँ हामीले यहाँबाट सबमिट गर्नुपर्ने हुन्छ। यो फर्म भर्नुभन्दा पहिले तपाईँले यहाँ जस्तो यो अलिकति देख्न सक्नुहुन्छ, सबै विवरण अनिवार्य छ भनेर लेखेको छ। फोटो डकुमेन्ट अपलोड गर्दा फाइलको प्रकार PDF वा JPEG मध्ये एउटा हुनु पर्यो र अधिकतम फाइल साइज चाहिँ तपाईँको 200 KB कै हुनुपर्छ है। 200 KB भन्दा यदि बढी फाइल साइज छ भने त्यो फाइल अपलोड गर्न सकिँदैन है त। ल अब फाइल तपाईँले PDF मा राख्दा नि भयो, JPEG मा राख्दा नि भयो। तपाईँको क्यारेक्टर सर्टिफिकेटहरू लगायतका जस्तो सिटिजनसिपहरू हुन्छ त्यो सबै तपाईँले 200 KB को बनाउनु पर्ने हुन्छ। अब त्यसको लागि तपाईँ के गर्न सक्नुहुन्छ भन्दाखेरि यो फाइल कम्प्रेसर प्रयोग गर्न सक्नुहुन्छ, इभन फोटोसप प्रयोग गर्न सक्नुहुन्छ। अहिले फाइल कम्प्रेस गर्नका लागि विभिन्न AI टुल्सहरू छन्, अथवा वेबसाइटमा तपाईँले फाइल कम्प्रेसर भनेर टाइप गर्नुभयो भने पनि तपाईँले त्यहाँबाट सजिलै यो काम गर्न सक्नुहुन्छ है। हामी पनि त्यसैगरी गर्नेछौँ। ल अब म यहाँ चाहिँ फर्म भर्न सुरुवात गर्छु। उम्मेदवारले काम गर्न चाहेको पद तथा कार्यक्षेत्र सम्बन्धी विवरण छ। अब तपाईँले यहाँ चाहिँ यो काम गर्न चाहेको पद तथा कार्यक्षेत्र कुन हो तपाईँले यो छनौट गर्नु होला। जस्तो मैले यहाँनिर के गर्छु भन्दाखेरि पद कुन पदमा तपाईँले आवेदन दिने हो, सुपरिवेक्षक, गणक अथवा दुवैमा है। ल जस्तो मैले यहाँ दुवै छनौट गर्छु, अथवा ल मानिलिउँ गणक मात्रै छनौट गरौँ है। ल अब त्यसपछि तपाईँको प्रदेश कुन हो तपाईँले प्रदेश छनौट गर्नु होला। जस्तो मैले यहाँनिर छनौट गर्छु र त्यसपछि जिल्ला तपाईँले यहाँ छनौट गर्नुपर्ने हुन्छ। र यहाँनिर तपाईँको इन्टरनेट अलिकति स्लो छ भने चाहिँ यहाँ लोडिङ हुन चाहिँ अलिकति टाइम लाग्छ है। अब चाहिँ जस्तो यहाँ तपाईँको जिल्ला छनौट गर्नुपर्ने हुन्छ। जस्तो मैले सल्यान छनौट गरेँ। यो सल्यान छनौट गरिसकेपछि चाहिँ तपाईँले अब यो नगरपालिका अथवा गाउँपालिका तपाईँको कुन हो अथवा कुन क्षेत्रमा चाहिँ तपाईँ काम गर्न चाहनुहुन्छ त्यो तपाईँले यहाँ छनौट गर्नुपर्ने हुन्छ। जस्तो मैले यहाँनिर नगरपालिका छनौट गर्छु, बागचौर नगरपालिका। त्यसपछि वडा नम्बर कति हो तपाईँले त्यो छनौट गर्न चाहिँ नभुल्नु होला है त। ल अब त्यसपछि हामी के गर्छौँ भन्दाखेरि यहाँ उम्मेदवारको व्यक्तिगत विवरण छ। व्यक्तिगत विवरणमा तपाईँले आवेदकको नाम थर चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। यो चाहिँ नेपालीमा राख्नु होला र अङ्ग्रेजीमा तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि लिङ्ग कुन हो तपाईँले यसरी छनौट गर्नु होला। जस्तो पुरुष भनेर छनौट गरेँ। अनि त्यसपछि तपाईँले बाबुको नाम, आमाको नाम र बाजेको नाम चाहिँ यहाँ राख्नु होला। हामी त्यसपछि के गर्छौँ भन्दाखेरि जन्ममिति विक्रम सम्वतमा तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। विक्रम सम्वतमा जन्ममिति तपाईँले यहाँ राख्नुभयो भने अटोमेटिक रूपमा चाहिँ यहाँ यो एडीमा कति छ है, एडीमा कति छ र पुरा भएको उमेर कति हो यो ठ्याक्कै यहाँ अटोमेटिक देखिन्छ। तपाईँले यहाँ राख्नु पर्दैन। त्यसपछि तपाईँले के गर्नुपर्छ भन्दाखेरि यहाँ सम्पर्क नम्बर हुन्छ। तपाईँको सम्पर्क मोबाइल नम्बर चाहिँ यहाँ राख्नु होला र यदि इमेल छ भने चाहिँ इमेल राख्नु होला है। इमेल पनि अनिवार्य जसरी राख्न सक्नुहुन्छ है त। ल म आफ्नो व्यक्तिगत विवरण भर्छु, तपाईँले पनि यसै गरेर राख्नु होला है। ल जस्तो ल अब चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि जन्ममिति राख्नु होला। जन्ममितिमा जस्तो मैले इक्जाम्पलको लागि राख्दैछु, मैले यो यहाँ चाहिँ फिलअप गरेको डेटा जति छ अथवा यो जति पनि विवरण छ यो सबै उदाहरणको लागि मात्रै हो। मैले तपाईँलाई चाहिँ यो तथ्याङ्क सङ्कलनको फर्म कसरी भर्ने भन्ने बारेमा मात्रै सिकाउन गइरहेको छु। यसर्थ यहाँ राखिएका सबै विवरणहरू चाहिँ इक्जाम्पलको लागि मात्रै हुन्। तर तपाईँले आफ्नो वास्तविक विवरण तपाईँको जस्तो नागरिकतामा भएको आमा बुबाको नाम, तपाईँको जन्ममिति, सम्पर्क नम्बर, अनि त्यसपछि तपाईँको जुन मार्कसिटमा भएका डिटेलहरू हुन्छन् त्यो डिटेलहरू चाहिँ कति पनि फरक नपर्ने गरेर राख्नु होला है त। जस्तो मैले यहाँनिर
ल मैले यसरी राख्छु। यहाँ उदाहरण दिएको छ तपाईँलाई, यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले। यो उदाहरण जस्तै गरेर, जस्तो यो 2051/08/17 भनेर यसरी लेखिएको छ। यो तरिकाले चाहिँ तपाईँले राख्नु होला है। तपाईँले यहाँ राख्नुभयो भने चाहिँ यो जन्म मिति एडी छ, यो एडीमा चाहिँ तपाईँले राख्न पर्दैन है। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यो सिस्टमले चाहिँ अटोमेटिक डिटेक्ट गर्नेछ र त्यो भएर तपाईँले यहाँ राख्नु परेन। जस्तो यहाँ तपाईँ देख्न सक्नुहुन्छ 1991 डिसेम्बर 8 भनेर आइसकेको छ। पुरा भएको उमेर वर्ष भनेको 34, यसरी यहाँ तपाईँले देख्न सक्नुहुन्छ है। ल त्यसपछि तपाईँको सम्पर्क नम्बर यहाँ मैले इक्जाम्पलको लागि राखेको छु। यो सम्पर्क नम्बर र तपाईँले इमेल चाहिँ यहाँ यसरी राख्नुपर्ने हुन्छ है। अब त्यसपछि नागरिकता सम्बन्धीको विवरण छ। नागरिकता सम्बन्धीको विवरणमा चाहिँ तपाईँले नागरिकता नम्बर यहाँ राख्नुपर्ने हुन्छ र त्यसपछि प्रदेश कुन हो, नागरिकता जारी गर्ने जिल्ला रहेको प्रदेश कुन हो, त्यो प्रदेश चाहिँ यहाँ छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि नागरिकता जारी गर्ने जिल्ला र त्यसपछि नागरिकता जारी मिति कहिले, त्यो यहाँ राख्नुपर्ने हुन्छ र तपाईँले नागरिकताको प्रमाणपत्र चाहिँ यहाँ अपलोड गर्नुपर्ने हुन्छ। जस्तो म यहाँ सबै यो डिटेलहरू भर्छु है त। ल मैले यहाँ यसरी राखेको छु। जारी गर्ने जिल्ला समेत राखिसकेको छु। जिल्ला पछि यो जारी मिति कहिले त्यो पनि राखेको छु। अब नागरिकता प्रमाणपत्र तपाईँले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। ल मैले चाहिँ के गर्छु भन्दाखेरि यहाँ डेस्कटपमा बनाएर राखेको छु। जस्तो इक्जाम्पलको लागि चाहिँ मैले सिटिवाई भनेर यहाँ एउटा फाइल बनाएर राखेको छु। यो फाइल अपलोड गर्दाखेरि, यो नागरिकताको प्रमाणपत्र अपलोड गर्दाखेरि त्यसको फाइल साइज चाहिँ तपाईँले कति राख्नु होला भन्दाखेरि 200 KB भन्दा मुनिको राख्नु होला है। यो 200 KB भन्दा मुनि बनाउन चाहिँ तपाईँलाई यदि अप्ठ्यारो लाग्यो भने चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ है। ल अब त्यसपछि हामी तपाईँको के गर्छौँ भन्दाखेरि ठेगानाको विवरण राख्छौँ। तपाईँको वास्तविक स्थायी ठेगाना कहाँ हो त्यो राख्छौँ हामीले। जस्तो मैले यहाँनिरबाट प्रदेश छनौट गरेँ, अनि त्यसपछि जिल्ला छनौट गर्छु। यहाँ लोडिङ हुन अलिकति समय लागेको छ। अब त्यसपछि मैले के गर्छु भन्दाखेरि यहाँनिरबाट जिल्ला छनौट गर्छु, अनि त्यसपछि नगरपालिका कुन हो, तपाईँले यहाँ नगरपालिका छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि वार्ड नम्बर कति हो त्यो पनि तपाईँले यहाँ छनौट गर्नुपर्ने हुन्छ, अथवा तपाईँले यहाँबाट पनि राख्न यसरी यो इन्क्रिज र डिस्क्रिज तपाईँले यहाँ गर्न सक्नुहुन्छ है। जस्तो मैले यहाँनिर ल यसरी राख्छु। ल त्यसपछि मैले नगरपालिका छनौट गर्छु। जस्तो कि मैले यहाँनिर बागचौर भनेर छनौट गरेँ। वार्ड नम्बर यसरी चाहिँ मैले राखेको छु। टोलको नाम के हो तपाईँले त्यो पनि राख्नु होला। जस्तो मैले यहाँनिर 10 बनाइदिन्छु। टोलको नाम जस्तो मैले यहाँनिर पिपलनेटा भनेर राखेको छु। तपाईँले आफ्नो टोलको नाम, गाउँको नाम के छ त्यो चाहिँ राख्नु होला है। ल अब तपाईँको स्थायी र अस्थायी ठेगाना एउटै छ कि फरक छ भन्ने छ। यदि तपाईँको स्थायी ठेगाना एउटा छ र तपाईँले बस्दै आएको ठाउँ चाहिँ फरक छ भने चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि फरक छ भन्ने बनाउनु होला। अब फरक छ भन्ने बनाइसकेपछि फेरि अस्थायी ठेगाना कहाँ हो त्यो राख्नुपर्ने हुन्छ। तर मैले के गर्छु भन्दाखेरि एउटै छ भन्ने बनाइदिन्छु, किनभने मेरो वास्तविक ठेगाना अथवा स्थायी र अस्थायी ठेगाना के हो, एउटै हो है। ल अब त्यसपछि तपाईँको शैक्षिक विवरण चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। गणकको लागि न्यूनतम शैक्षिक योग्यता तपाईँले उत्तीर्ण गरेको तह आइए वा 10/2 सोसरह चाहियो तपाईँलाई, यो छ कि छैन, हुनु नै पर्यो है। त्यसपछि संकाय कुन हो तपाईँले त्यो छनौट गर्नु होला। मूल विषय के छ त्यो छनौट गर्नुहोस् र जस्तो मैले यहाँ भरे अनुसारको प्राप्ताङ्क प्रतिशत कति छ अथवा जिपिए कति हो त्यो चाहिँ तपाईँले यहाँ राख्नुपर्ने हुन्छ है। ल अब यति गरिसकेपछि हामीले के गर्नुपर्छ भन्दाखेरि न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट मार्कसिट प्रमाणपत्र तपाईँले यहाँ राख्नुपर्ने हुन्छ है। तपाईँले यहाँ चाहिँ के गर्नु होला भन्दाखेरि ट्रान्सक्रिप्ट राख्नु होला। जस्तो मैले यहाँनिर ट्रान्सक्रिप्ट इक्जाम्पलको लागि यहाँ राखेको छु 6.jpg भनेर। तपाईँको जेपीजी फाइलमा हुनु पर्यो अथवा तपाईँको पीडीएफ फाइलमा चाहिँ हुनु पर्यो है। ल अब त्यसपछि मैले ट्रान्सक्रिप्ट राखिसकेपछि ट्रान्सक्रिप्ट अथवा मार्कसिट राखिसकेपछि मैले यहाँ के गर्छु भन्दाखेरि शैक्षिक न्यूनतम शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र अथवा क्यारेक्टर सर्टिफिकेट चाहिँ मैले यहाँ राख्नुपर्ने हुन्छ है। जस्तो मैले यहाँनिर क्यारेक्टर इक्जाम्पल भनेर राखेको छु, यसरी मैले यहाँ राखिसकेँ। अब त्यसपछि हामीले के गर्छौँ भन्दाखेरि न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको विवरण यदि तपाईँको त्यो छ भने चाहिँ तपाईँले छ भन्नु राख्नुहोस्, छैन भने चाहिँ छैन। तपाईँले आवेदन गरेको पदका लागि न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता छ कि छैन भन्ने छ भने छ राख्नुहोस्, छैन भने चाहिँ स्नातक वा सोसरह जस्तो कुन चाहिँ हो त्यो तपाईँले राख्नु होला। छ भने छ राख्नुहोस्, छैन भने चाहिँ तपाईँले छैन राख्नु होला है। ल यो प्रतिशत तपाईँको भयो, यसरी राख्नु होला। अब तपाईँले यहाँ के छ भन्दाखेरि माथिल्लो शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र तपाईँले क्यारेक्टर सर्टिफिकेट चाहिँ यहाँ राख्नुपर्ने हुन्छ है। जस्तो इक्जाम्पलको लागि चाहिँ मैले यो राखिदिएँ अहिले है। ल एउटा यो भयो।
अब यो सम्बन्धी विवरण हामीले राखिसकेका छौँ। अब तालिम सम्बन्धी विवरणमा चाहिँ तपाईँले के राख्नुपर्छ भन्दाखेरि तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै तालिम छ कि छैन। तपाईँको छ भने चाहिँ छ बनाउनुहोस्। अब छ भने यदि छैन भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि छैन बनाउन सक्नुहुन्छ। यदि तालिम लिनुभएको छ भने चाहिँ अनिवार्य राख्नु होला। तपाईँको यो सर्ट लिस्टमा पढ्नको लागि चाहिँ यसले पनि भूमिका खेल्छ। र तपाईँको अनुभव सम्बन्धी विवरण छ, तपाईँको अनुभव छ कि छैन त्यो पनि राख्नु होला। जस्तो छ भनेपछि छ भइहाल्यो। अनि त्यसपछि काम गरेको संस्थाको नाम के हो, राष्ट्रिय तथ्याङ्क कार्यालय। योभन्दा अघिल्लो तहमा जुन जनसङ्ख्या सङ्कलनको लागि तथ्याङ्क कार्यालयले विज्ञापन गरेको थियो, यदि त्यसमा तपाईँले काम गर्नुभएको थियो भने चाहिँ त्यो राख्नु होला। अथवा अन्य कुनै प्राइभेट सेक्टरमा तपाईँले काम गर्नुभएको छ जहाँ चाहिँ तथ्याङ्क सङ्कलन सम्बन्धीको कुनै अनुभव छ भने चाहिँ तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। र यसमा राखिसकेपछि अब काम गरेको अवधि चाहिँ तपाईँले यहाँ राख्नु होला, दिनमा राख्नुपर्ने हुन्छ। जस्तो मैले 60 दिन भनेर यहाँनिर राखेँ। अब अनुभव प्रमाणपत्रको कुनै एक मात्रको यो चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। जुन प्रमाणपत्र हुन्छ त्यो चाहिँ तपाईँले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। जस्तो कि मैले यहाँनिर मानिलिउँ यसलाई अपलोड गरेको छु है। यी सबै फाइलहरू के हुनुपर्छ भन्दाखेरि तपाईँको 200 KB भन्दा मुनिको साइज चाहिँ हुनुपर्छ है। नत्र तपाईँले यो फर्म भर जस्तो मानिलिउँ मैले यहाँनिर एउटा के गर्छु इक्जाम्पलको लागि भनेपछि है। जस्तो मैले यहाँनिरबाट ल मानिलिउँ यो फाइल राखेँ, हेर्नु है। अब यो फाइल राख्दाखेरि फाइल साइज मस्ट बी 200 KB अर लेस भनेर देखिएको छ। यो 200 KB वा सोभन्दा मुनिको फाइल चाहिँ तपाईँको यहाँ हुनुपर्छ। नत्र चाहिँ के हुँदैन भन्दाखेरि यो अपलोड हुँदैन है। त्यसको लागि तपाईँले के गर्नुपर्छ त भन्दाखेरि फाइल साइज चाहिँ 200 KB मात्रै तपाईँले राख्नुपर्ने हुन्छ है। जस्तो मैले यसरी राखेको छु। अब त्यसपछि अन्य विवरण, आवेदकको फोटो चाहिँ अनिवार्य हुन्छ। तपाईँले फोटो राख्नुपर्ने हुन्छ। चुज गर्नुहोस्। चुज गरिसकेपछि तपाईँले कुनै एउटा फोटो राख्न सक्नुहुन्छ। जस्तो कि मैले यहाँनिर एउटा ल इक्जाम्पलको लागि चाहिँ यो राखिदिएको छु है। ल अब सबै काम भइसकेको छ। अब तपाईँले मैले माथि पेश गरेका सबै विवरणहरू सही छन्, कुनै विवरण फरक परेमा कानुन बमोजिम सहनेछु है। जस्तो तपाईँले कुनै झुटा विवरण राख्नुभयो अथवा तपाईँले राखेका विवरणहरू गलत तरिकाले भर्नुभयो, तपाईँको जस्तो हुन्छ नि अनुभव सम्बन्धी के अरे यो तथ्याङ्क सङ्कलन सम्बन्धीको कुनै अनुभव छैन भने तपाईँले त्यतिकै राखिदिनु भयो। तालिम सम्बन्धीको विवरणमा पनि नलिएरै तपाईँले राखिदिनु भयो भने, अनि त्यसपछि शैक्षिक योग्यता जुन हुन्छ त्यो पनि तपाईँले जुन तपाईँको सर्टिफिकेटमा हुन्छ त्योभन्दा फरक पर्ने गरेर राख्नुभयो भने चाहिँ, अथवा तपाईँले यहाँ विवरण चाहिँ गलत भयो भने चाहिँ कानुन बमोजिम सौला भन्ने तरिकाले चाहिँ तपाईँले यहाँ सही गर्नुपर्ने हुन्छ अथवा यहाँ टिक गर्नुपर्ने हुन्छ है। ल अब यति गरिसकेपछि हामी के गर्छौँ भन्दाखेरि यहाँ सबमिट भन्ने अप्सन छ, यसमा चाहिँ क्लिक गर्छौँ। सबमिट गरिसकेपछि हाम्रो फाइल सबमिट हुनेछ है। यदि इन्टरनेट तपाईँको फास्ट छ भने चाहिँ एकैछिनमा सबमिट हुन्छ, र यदि तपाईँको नेट स्लो छ भने चाहिँ अलिकति यसले अपलोडिङको टाइम लिन्छ है। त्यसले गर्दाखेरि हामी वेट गर्छौँ। ल अब चाहिँ अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो तपाईँले सबै कुराहरू प्रक्रिया पुरा गरिसक्नुभयो भने चाहिँ तपाईँको आवेदन दर्ता भयो। तपाईँको दर्ता आवेदन नम्बर चाहिँ यो हो भनेर देखाएको छ है। यहाँ अहिलेसम्म 6936जनाले फर्म भरिसक्नु भएको रहेछ है। यहाँ चाहिँ यो नोटिस तपाईँले पढ्न सक्नुहुन्छ। कृपया यस आवेदन दर्ता नम्बरलाई सुरक्षित रूपमा राख्नु होला। तपाईँले पेश गर्नुभएको विवरण तथा प्रमाणपत्रहरू छनौट सूचीमा समावेश हुनुका लागि अनिवार्य रूपमा जाँच गरिनेछ। सो प्रयोजनका लागि यस आवेदनमा दर्ता नम्बर सहित फारम उल्लेख गरिएको सम्बन्धित जिल्लाको आर्थिक गणना कार्यालयमा अथवा तोकिएको जिल्लामा अन्तर्वार्तामा समयमै सबै सक्कल कागजातसहित उपस्थित हुनुपर्नेछ अथवा पेश गर्नुपर्नेछ भनेर लेखेको छ। तपाईँले जति पनि यहाँ विवरण राख्नुभएको छ त्यो चाहिँ तपाईँले झुटा विवरण राख्नुभयो भने चाहिँ तपाईँलाई पछि अप्ठ्यारो पर्न सक्छ। किनभने यो तपाईँले जस्तो तालिम अवधि, तपाईँको तालिम अनुभव छ कि छैन, शैक्षिक योग्यताको यी सबै डकुमेन्टलाई आधार बनाएर नै के हुन्छ भन्दाखेरि तपाईँ सर्ट लिस्टमा छनौट हुने या नहुने भन्ने कुरा त्यसैले मुख्य भूमिका खेलेको हुन्छ। त्यसले गर्दाखेरि तपाईँले सबै कागजातहरू चाहिँ सक्कल कागजातहरू लिएर जिल्लामा रहेको जनगणना कार्यालयमा चाहिँ तपाईँले जानुपर्ने हुन्छ। अब तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँले यो जुन दर्ता नम्बर छ यसलाई चाहिँ कपी गरेर राख्नु होला, अथवा तपाईँले डाउनलोड गर्नुभयो भने चाहिँ यहाँबाट सजिलै के हुन्छ भन्दाखेरि जस्तो मैले यहाँ किप गरिदिन्छु, डाउनलोड गर्छु जस्तो। ल अब यो चाहिँ यसरी तपाईँले देख्न सक्नुहुन्छ। अब तपाईँको रजिस्ट्रेसन नम्बर, तपाईँको यो जुन एप्लिकेन्ट नेम हो तपाईँको, अनि त्यसपछि तपाईँको यहाँ
यो लेभल कुन छ त्यो लगायत तपाईँले डेट अफ एप्लिकेसन सबमिसन भनेर तपाईँले यो आवेदन दिनुभएको समय मिति कुन हो चाहिँ तपाईँ यहाँ यसरी देख्न सक्नुहुन्छ है। तपाईँले सेम तरिकाले पनि मोबाइलमा के गर्न सक्नुहुन्छ त भन्दाखेरि फर्म भर्न सक्नुहुन्छ है। ल आजको यो भिडियोमा चाहिँ हामीले यो तथ्याङ्क कार्यालयले जुन आवेदन खुला गरेको थियो गणक र यो सुपरिवेक्षकको लागि यसमा चाहिँ कसरी आवेदन दिने भन्ने बारेमा चाहिँ आजको यो भिडियोमा हामीले सिकेका छौँ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट र सेयर गर्न नभुल्नु र च्यानललाई सब्सक्राइब गर्न पनि बिल्कुलै नभुल्नु होला है त। थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब।